यो कुराहरू बुझेर मात्र निमाविको लाइसेन्स लिन जानुहोस्, नत्र लाइसेन्स रोकिन सक्छ। नमस्ते साथीहरू, निमावि लाइसेन्स पास गर्नुभएकोमा धेरै धेरै बधाई। लाइसेन्स लिन जाँदा धेरैजनाले गर्ने कमन गल्ती यही नै गर्छन्, जसले गर्दा लामो लाइन बस्नुपर्ने वा कति फर्केर गएको नै देखेको छु। त्यसैले यो कुराहरू बुझेर मात्र लाइसेन्स लिन जानुहोला। तपाईले जुन जिल्लाबाट एक्जाम दिनुभएको हो त्यही जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट सूचना प्रकाशित भएपछि मात्र लाइसेन्स लिन जानुपर्छ। लाइसेन्स लिन जाँदा यी कागजात अनिवार्य चाहिन्छ। 1. निमावि लाइसेन्स उपलब्ध गराइदिनु हुनबारे निवेदन। 2. प्रवेश पत्रको प्रतिलिपि। 3. नेपाली नागरिकताको प्रतिलिपि। 4. SEE र +2 को मार्कसिट र क्यारेक्टर सर्टिफिकेटको प्रतिलिपि। 5. हालसालै खिचिएको PP साइज 2वटा फोटो। याद राख्नुहोस्, सबै प्रतिलिपिमा सक्कल बमोजिमको नक्कल ठीक छ भनेर साइन भएको हुनै पर्छ है। यदि उम्मेदवार आफै जान नसक्ने भएमा लिन जाने व्यक्तिको नागरिकता र मन्जुरीनामा पत्र पनि चाहिन्छ। मन्जुरीनामा पत्र शिक्षा विकास तथा समन्वय इकाइमै उपलब्ध गराइन्छ। सबै कागजातहरू यस्तो रेकर्ड फाइलमा राम्रोसँग मिलाएर बुझाउनुहोस्। यो भिडियो सेभ गरेर राख्नुहोस्। लाइसेन्स लिन जाँदा फेरि खोज्न गाह्रो पर्न सक्छ। यदि तपाईलाई निवेदनको ढाँचा चाहियो भने कमेन्टमा निवेदन लेख्नुहोस्। यो भिडियो उपयोगी लाग्यो भने शिक्षक हब टिकटक अकाउन्टलाई फलो गर्नुहोस् र निमावि लाइसेन्स पास भएको साथीहरूलाई सेयर गर्नुहोस्। धन्यवाद।